सम्पूर्णमा नमस्कार तपाईहरुलाई मैले विभिन्न स्थानको भ्रमण अवलोकन गर्दाखेरिका दृश्यहरू हजुरहरु बीचमा राख्दै गर्दा मैले आज गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका अन्तर्गत रहेको छत्रकोट देवालय परिसरको र यसै गरी हनुमान सीता मन्दिर परिसरको दृश्यावलोकन अथवा चाहिँ त्यहाँको दर्शन गराउन गइरहेको छु। यात्रा सुरु। यहाँ कति छन् अरे 171 सिँढी 171 सिँढी चढेर हामी अब राम सीता हनुमान मन्दिर जाँदैछौँ। असाध्यै रमणीय छ, सल्लेरी छ हैन। हिमालका डाँडाहरू देखिन्छन्। यतापट्टि हेऱ्यो भने साध्य समथर तराई त भन्न मिल्दैन, पनि कुहिरो बादल लागेको छ, टाढाको ठाउँ देखिन्छ। हेलो, कहाँ जाँदैछौ नानी? हाम्रो यात्रा ल जाने माथि मन्दिरतर्फ चढ्दैछौँ। हनुमान सीता मन्दिर चढ्दैछौँ। सल्लेरी पुरै जाने। चढ्दैछौँ, माथि आइरहेका छौँ। यो 171 सिँढी हामी पार गर्दैछौँ। यो हाम्रो गुल्मी जिल्लाको धार्मिक अथवा पर्यटकीय एउटा सम्भावना भएको ठाउँ जहाँ हामी आज भ्रमण गर्दैछौँ। हामी माथि मन्दिर सीता राम हनुमान मन्दिर परिसरमा आइपुगेका छौँ। ल फाइनली मन्दिरमा घन्टी बजाऊ, नमस्ते गरी भगवान्लाई। ल फेरि गरिदियो एकचोटि। देवालय मन्दिर परिसर हामी आउँदैछौँ। देवालय मन्दिर परिसर चोइगा हामी आइसकेका छौँ। फाइनल्ली हामी छत्रकोट मन्दिर परिसर चोइगा छत्रकोट देवालय चोइगामा प्रवेश गरिसकेका छौँ। यहाँ अवलोकन गर्नुहोस्। मन्दिर परिसरभित्र भगवान्हरू हुनुहुन्छ। जय शङ्कर भोलेबाबा। ओम नमः शिवाय। ओम नमः शिवाय। जय भगवती माता।